तपाईँ कतिको गनाउनुहुन्छ तपाईँलाई जान्न मन छ? अरू वरिपरिकाले तपाईँलाई सुँग्दाखेरि कस्तो बास्ना आउँछ तपाईँ अथवा गन्ध कस्तो आउँछ, तपाईँको सासमा कस्तो गन्ध छ, त्यो आफैलाई अनुभव गर्नुभएको छ अथवा फिल गर्ने प्रयास गर्नुभएको छ, अनुभव गर्ने प्रयास गर्नुभएको छ? जस्तै हामीहरू प्रायः जसो गरी यसरी सास फालेर यो यहाँबाट सुन्ने गर्छौँ नि, त्यो चाहिँ इफेक्टिभ तरिका होइन रहेछ है त। मैले नि भर्खर थाहा पाएँ के गर्नुपर्ने रहेछ भन्दाखेरि सिम्पल कुरा रहेछ है। यसो जिब्रो चाहिँ तपाईँको हातको यो पछाडि अथवा हातको यो पोर्सनमा गरे नि हुन्छ, जिब्रोले यसरी चाट्नुहोस् है त। अनि चाट्नुहोस् अनि 8-10 सेकेन्ड पछि यसलाई सुँग्नुहोस् है त। 10 सेकेन्ड पछि तपाईँको शरीरको गन्ध अथवा तपाईँको सासको गन्ध चाहिँ यो गन्ध हो है क्या। कस्तो लाग्यो त? के मिठो छ त तपाईँको गन्ध? सुन्दर छ त? अथवा अर्को के उपाय छ भन्दाखेरि एउटा चम्चा, सोलिड अब्जेक्ट चम्चा लिएर हाम्रो यो जिब्रोको पछाडिको पोर्सनहरूलाई स्क्रैप गर्नुहोस्, थोरै स्क्रैप गर्नुहोस्, त्यो पनि 8-10 सेकेन्ड चाहिँ सुक्न दिनुहोस्। अनि त्यसपछि चाहिँ त्यसको गन्ध लिनुहोस् है त। तपाईँ कतिको बास्ना आउने रहेछ अथवा कतिको गनाउने रहेछ त्यसबाट थाहा हुन्छ।